वेलकम टु माई न्यू भिडियो। आज हामी सुकुम्बासी वर्सेस हुकुम्बासीको भिडियोमा रियाक्ट गर्न गइरहेका छन् र हाम्रो साथमा हाम्रो प्यारा प्यारा भ्युअर्सहरू फेरि पनि आएका छन्। नमस्कार दर्शकबिन्द, वर्षौंदेखि पुराना पार्टीहरूले भोट बैंक बनाएर अल्झाएर राखेको सुकुम्बासी बस्तीमा बालेन सरकारले डोजर चलाएर सुकुम्बासीलाई छाता हुकुम्बासीलाई भाटा भने जस्तै गरेर अभियान सुरु गरेर हुकुम्बासीहरूको बागा बाग बनाएपछि आज पनि उदुबेबीले अर्को फ्यान्टास्टिक भन्दा पनि हुकुम्बास्टिक भिडियो लिएर आइसकेको छ। यदि तपाईहरुसँग 3 तोलाको सिक्री छ, मार्बल लगाएको घर छ, आइफोन 70 प्रो मैक्स छ भन्दैमा न्यूजको भरमा म त सुकुम्बासी पो रहेछु भनेर फुर्किँदै दशरथ रंगशालामा गएर सुकुम्बासीमा नाम टिपाउन नजानु होला। तपाईलाई हुकुम्बासी भनेर गुटुङ टुङ 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 खेदाउलान्। खैर, आजको कन्टेन्टमा जाउँ। वर्षबाट तपाईहरुलाई हामी रातो धनी पूर्जा दिलाउँछौं। ढुक्क हुनुस्, थपक्कन हामीलाई भोट दिएर जिताउनुस् भन्दै भोट बैंक बनाएको सुकुम्बासी बस्तीहरूलाई बालेन सरकारले मायाले फकाई हिड्नुस्। बर्खा लाग्यो, बाढी आउँछ, सुरक्षित स्थानमा लान्छौं भनेर स्थानान्तरण गर्न सफल भइरहेको छ। पुराना नेताहरू ला हाम्रो भोट बैंकको भोटहरू त बालेनले विथड्र गरिदियो त, अब कसरी चुनाव जित्ने? आन्दोलनमा कहाँको मान्छेलाई मासु भात खुवाएर कुदाउने? हाम्रो राजनीति त पिलेक्कै हुन्छ कि के हो भनेर पुरपुरामा हात राखेर न्यूज हेरिरहेका छन्। असली सुकुम्बासीहरू हामीलाई सुरक्षित ठाउँमा सरकारले लान्छ, जग्गा दिन्छ भने यो सिनो गराउने ठाउँमा किन बस्नु? जाउँ भनेर सरकारले भनेको ठाउँमा गइरहेका छन्। तर हुकुम्बासीहरू चाहिँ हामीलाई कार पार्किङ गर्ने ठाउँ छैन, त्यहाँ हामी जान सक्दैनौँ भनेर बाजिरहेका छन्। कोही मेरो बानेश्वरको घर भाडामा लगाएको छु, म कहाँ बस्नु भनिरहेका छन्। कोही मैले 12-15 वटा घर बनाएर भाडामा लगाएको थिएँ, अब म के गर्नु, जागिर चाहियो मलाई भनेर भनिरहेछन्। कोही हामी लजमा जाँदैनौँ, हनीमुन मनाउन जाने हो र त्यहाँ हामी जाँदैनौँ भनिरहेछन्। बुढेसकालमा के मनाउन मन लागेको त्यो आन्टीलाई। कोही काठमाडौँमा मेरो घर छ भन्दैमा म सुकुम्बासी हुन नपाउने भन्दै उफ्रिरहेछन्। कोही मेरो छोरी अस्ट्रेलिया, छोरा अमेरिकामा छ, काठमाडौँमा एउटा घर छ तर म सुकुम्बासी हो, अन्याय भयो मलाई, हाम्रो खानदान नै सुकुम्बासी हो भन्दैछन्। यसो विचार गर्छु, साँच्चैको असली सुकुम्बासी त म पो रहेछु। सुकुम्बासी बस्तीलाई नेताहरूले कार्यकर्तालाई भाडा उठाएर खाने ठाउँ बनाइदिएका थिए, आन्दोलनको लागि भाटा खाने खेताला बनाइदिएका थिए, चुनाव सकिएपछि हटाउन खोज्दिए, तर सबै आफ्नै कार्यकर्ता देखेपछि अर्कोपल्ट चुनाव हार्ने डरले माया गरेर ल ल ल मजाले बस है, हामी भइन्जेल चिन्ता गर्नु पर्दैन भनेर आश्वासन दिएर राखेका थिए। असली सुकुम्बासीहरूलाई चाहिँ पेलेर भाडा तिर्न लगाएर राखेका थिए। अहिले असली सुकुम्बासीहरूलाई प्रहरीले माया गरेर सम्झाउँदै प्रहरीले नै पोका पन्तौरा लान सहयोग गरेर लगेपछि हुकुम्बासीहरूको रुवा बासी चलेको छ। त्यही माथि पार्टीका कार्यकर्ताहरू त्यहाँ गएर उकास्न खोजिरहेका छन्। भाँड भैलो बनाउन पुगेका कार्यकर्ताहरूलाई सुकुम्बासीले नै के खोज्दै आइस भनेपछि अनि उल्काउँदा उल्किने मान्छेहरू नभेटेपछि हामी त हेरेको हेरे भन्ने गीत गाउँदै मुसु हाँस्दै बसिरहेका छन्। प्रहरीले सुकुम्बासीलाई साह्रै मजाले हटाउन सफल भएको छ। सुरुमा प्रहरीले हुकुम्बासी भएर हल्ला गर्ने, अरूलाई उकासेर भाँड भैलो गर्नेलाई पक्राउ गर्यो। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहको चित्त बुद्धो स्ट्याटस आयो, हामी स्थायी रूपमा सुकुम्बासी समस्या हल गर्छौं, तपाईहरु ढुक्क हुनुस्, यदि तपाई असली सुकुम्बासी हो भने हामी अवश्य घर जग्गा दिलाउने छौं भनेर। त्यसपछि असली सुकुम्बासीहरू खुसी भए, बस्ती छाड्न तयार भए। उनीहरूलाई प्रहरीले पोका पन्तौरा आफै पोको पार्न सघाउँदै लिएर गयो। हुकुम्बासीहरू परेर हो हेरेको हेरे भए। अहिले सरकारले वास्तविक सुकुम्बासी पहिचान गर्न सुरु गरेको छ। सक्कलीहरू खुसी हुँदै नाम टिपाउन गइरहेका छन्, तर हुकुम्बासीहरू चाहिँ कारबाही हुने डरले फाँडी हानेर आफ्नो आफ्नो घर गएका छन्। अहिले हुकुम्बासीलाई भन्दा पनि हुकुम्बासीको घरमा भाडामा बस्नेको पो बिजोग भइरहेछ। घर मालिक आएपछि रुम छोड्नु परेन त? जे होस्, प्रहरीले यसपटक एउटा लाठी उचाल्नु परेन, एउटा असुल ग्यास पनि हान्नु परेन। अस्तिको भाटा हानेको सम्झेर होला सातो गएर कोही पनि ठुलो कुरा गर्न आएन। होइन, 1-2 जना बहिनीहरू त आएका थिए, कुरा गरौँ ल। अनि बुनु, सुकुम्बासीहरूलाई भाड्न हाम्रा साथीहरू गए, गइरहनु भएको थियो हिजो त्यहाँनिर भित्र। ए, तपाईँ पनि जानुभयो? के भने सुकुम्बासीहरूले? हात समातेर तपाईँ आज हामीसँगै बस्नुस्, भोलि हामीलाई निकाल्छन् भनिरहनु भएको थियो।
हाम्रै पार्टीले राखेको थियो अब बचाउँछन् कि भन्ने आस्था भइहाल्छ नि अलिअलि त अनि भोलि यसरी भन्नु भनेर उकास्नु भएन कसैको भोइस त सुनिएन त त्यो भोइस खै त आएको बाहिर हेर न अब मलाई पो सोध्नुहुन्छ यत्रो यत्रो सिक्री लगाएका थिए घाँटीमा थिचेर अब भोइस नै नआएको होला हौ कि के भएको उहाँहरू फेसै गर्न चाहनुहुन्न उहाँहरू बोल्नै चाहनुहुन्न कसरी फेस गर्नु त हौ कसरी बोल्नु भाडा उठाउँदै खानेहरू तीन तले घर हुनेहरू म सुकुम्बासी हुँ भन्न सक्छन् त नत्र नबोल्नु किन किन भन्दाखेरि उहाँहरू बोल्दा बोल्दा उहाँहरू थाकिसक्नु भयो के यसरी बोलेपछि थाकिँदैन त पत्ल्यामा मेरो 2 तले मार्बल ठोकेर बनाएको पक्का घर छ अहिले बोल्न छोड्नु भएछ किन नबोल्नु भएको रे अब हामीले बोलेर पनि फाइदा छैन भन्ने उहाँहरूलाई महसुस भइसक्यो त्यही महसुस भएर हुकुमबासी पुर्खौली घर गइसके असली सुकुम्बासीलाई सरकारले बस्ने व्यवस्था मिलाइदिइसक्यो अब भाड्न सकिँदैन कमरेड हामी पनि घरतिर लागौँ बोलेर फाइदा छैन बरु आन्दोलन थालौँ ए दाजु लु भट्याउनु सुरु गर्नु त दुःख पायो साराले तेरो बाबु अमलिसपुरी मजाले भट्याउनु हो दाजु कति रजनीगन्धा हालेको छ मुखमा अनि के जिब्रो फड्किन्छ त अलिक मजाले भट्याउनु न भट्याइ भएन हजुर भट्याइ भएन लेखेर रटेर आउनुहोस् बक 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 गरेपछि देउसिरे भन्नेले पनि बुझ्छन् हुन त आफैले त बुझेको छैन होला ए दिदी ढपक्क सुन लाउनु भएको छ सुकुम्बासी भन्नुहुन्छ त्यो सुन जोड्नु भन्दा त तपाईँलाई घडेरीको आवश्यकता छ गाउँमा घडेरी बनाएर कटेरो हालेर सानमा 1 नम्बरी जग्गामा बस्नु न बरु यो सिक्री बजार गाउँमा घरेली आउला गाउँमा घरले किन घर सिक्री बजार घरमा बस्नु तर के खान्छ हावा खान्थ्यो ए खेतीपाती गरेर खाने मात्रै खाएर बाँचेका छन् भात खाँदैनन् भात खान त अब सहरमै बस्नु पर्यो है गाउँका मान्छे त टायर जस्तै हुन् हावा भर्दा भइहाल्छ अहिले गाउँका मान्छेले खेती गरेनन् भने सहरका मान्छे भोकै हुन्छन् ठुला कुरा गर्ने दुःख गर्नु छैन फ्रीमा भेटिहालिन्छ कि भनेर कुदेपछि के गाउँ बस्न मन लाग्छ त के दुःख गर्न मन लाग्छ त ल नजानु गाउँमा दुःख गरेर आफ्नो निजी घरमा बस्नु भन्दा सहरमा सिक्री लगाएर कस्तो घाँटी चिलायो हौ म सुकुम्बासी हो हजुर दुःख छ भन्न फाइदा छ असली नक्कली सुकुम्बासी छानबिन गरोस् सरकारले भन्दाखेरि हाम्रो यी दिदीले भित्र मनबाट भरिसक्कै छानबिन नगरोस् हौ भनेर कुरा मिलाउँदै हुनुहुन्छ असली सुकुम्बासी को हो र नकली सुकुम्बासी को हो भनेर पहिचान गर्नका लागि छानबिन गरोस् सरकारले उहाँ कुरा उठाउनु म एउटा कुरा गर्छु असली नक्कली जो भए पनि घर भएपछि यो सुकुम्बासी जति ठाउँ बेइज्जत गरेर दुनियाँले घिनाको त बस्थ्यो त सही कुरा भन्नुभयो त्यसमा वर्षपछि एउटा घरेली होला कसैको तर घर त छैन नि त घर चाहियो नि त घर बनाउनु पैसा खोइ भइसक्यो यो सुकुम्बासीमा लगानी भयो ए भनेपछि घडेरी किन्नु भएको रहेछ त्यहाँ सुकुम्बासी बस्तीमा लगानी गरेर घर बनाउनु भन्दा आफ्नै भिट्टामा झुप्रो बनाएर बसेको भए हुँदैन थियो हेर त अहिले उठीबास लागेको लोभले लाभ लाभले बिलाप भनेको यही हो सुकुम्बासी बा अनि बालेन सरकारले बिल्लीबाट बनायो है रात दिन्छ होला नि त असली सुकुम्बासीलाई के गर्ने रे मान्छे जति लगेर जम्मै उसमा के अरे लजमा अनि पार्टी प्यालेसमा लगेर राख्ने रे ओहो राम्रै रहेछ त अनि जानु नि अनि त्यो बाढी आउने सिनो गराउने ठाउँमा किन बस्नु भाग्यमा त लिएरै आउनु भएको रहेछ अनि मान्छे त लगे सामान चाहिँ अनि सामान चाहिँ उठाएर चाहिँ यहाँ बाहिर झिक्दियो भने अनि त्यो सामान चाहिँ गाडीमा हालेर जहाँ भन्छ त्यहाँ पुर्याइदिने रे कमरा त कस्तो राम्रो लाग्छ त हौ बाजु पुराउने ठाउँ देखाइदिनु नि अनि गाडीमा हाम्रो ठाउँ छ र पुर्याउने हाम्रो कहाँ छ त ठाउँ हाम्रो ठाउँ छ पुर्याउने अनि पुराउने ठाउँ छैन भने अस्ति 1 महिना चाहिँ कता जानु भएको थियो हुनु न थियो त त्यहाँ कहिले आउनु भएको 1 हप्ता भयो म मेरो घर उहाँ पत्ल्यामा छ अहिले भर्खर जाने ठाउँ छैन भने हैन कुन ठाउँमा कस्तो घर छ पत्ल्यामा मेरो 2 तले मार्बल ठोकेर बनाएको पक्का घर छ ओहो असली सुकुम्बासी पो हुनुहुँदो रहेछ त पठैभरि लैलै कति दुःख एकदम रहेछ नराम्रो है चिज। उहाँलाई पैसा उठाएर सहयोग गरिदिउँ हौ मार्बल लगाएको घर हुँदा सुकुम्बासी हुनुभएछ सुनको लेप लगाएर बनाइदिउँ हौ बरु अलिक रात हुन्थ्यो कि यी बाबा पनि ठुल्ठुला कुरा गर्दै थिए यहाँ हेर्नुहोस् अहिले चाहिँ के गर्नुहुन्छ तपाईँको छोराछोरी चाहिँ अहिले डकैती गरिरहेछ मेरो छोराछोरीको जागिर चाहियो मेरो पनि 5 वटा छोराछोरी छ तर यी बुढाले पनि जिब्रो चिप्लाए धनुषामा घर छ भनेछन् मेरो वास्तविक घर धनुषाले यहाँ सबै डुप्लिकेट सुकुम्बासी मात्रै रहेछन् हुन त सुकुम्बासीको नेताको नै काठमाडौँमा 3 तले 16 कोठाको घर रहेछ अरूको किन नहोस् यी बुढाको दुःख सुनिदिनु न बिचारा
अब काठमाडौँको जग्गै महँगो छ त के गरौँ हामीले महँगै ठाउँमा घर बनाएर अहिले 20 वर्ष पछाडि हामी पनि महँगो ठाउँको जग्गा ओगटेर बस्ने हामी पनि महँगा मान्छेहरू भयौँ त अब के लाग्यो अब भाडा कोही लिन आउँछ त हामीले त्यहाँ आफू बसेर भाडा त्यहाँ लगाएर जीविकोपार्जन नगर्ने हामी वास्तविक सुकुम्बासीको अब पक्ष लिन्नौँ हामी बिचरा जति कमाए पनि जिन्दगीभरि सुकुम्बासी बनेर मर्न मन लागेको रहेछ बुढालाई मान्छेको रहर पनि विचित्र विचित्रको हुन्छ हौ ए दिदी तपाईँ पनि सुकुम्बासी हो अब यो सुकुम्बासी अब हामी हुकुम्बासी हो सर अनि दिदी तपाईँको चाहिँ घर कहाँ हो मेरो घर छैन सुकुम्बासी हो म बिचरा दिदीलाई बिल्ली बाट पारे है भत्किएछ के थियो त्यहाँ 10 लाख यो 3 तोला मेरो सुन थियो हजुर अरु यो सामान यत्रो पसल थियो मेरो इलेक्ट्रोनिक पसल थियो मेरो अरु कोठामा सामानहरु धेरै थियो ओहो असली सुकुम्बासी हुनुहुँदो रहेछ कति चाहियो तपाईलाई रात भन्नु त कतिमा मेरो 20 लाख चाहियो मलाई हुन्छ दिदी म कोसिस गर्छु 20 हैन तपाईलाई 40 लाख चाहिन्छ जस्तो लाग्यो अरुतिर पनि घर रहेछ नि दिदी तपाईको उहाँको नाम सन्तोषी थापा हो उहाँको माइती रामेछापको त्रिवेणी घाटको अलिकति माथितिर सान्नेपाखा भन्ने ठाउँमा हो र उहाँ खड्का परिवारको छोरी हुनुहुन्छ र अहिले थापासँग बिहे गर्नुभएको छ उहाँको घर सिन्धुली सुनकोशी गाउँपालिका वडा नम्बर 6 मा हो दुई ठाउँमा गरेर उहाँको लगभग 15-16 रोपनी जति खेत छ र त्यही गाउँपालिकाको भालुखोला भन्ने ठाउँमा 7 रोपनी बारी पनि छ अनि सिन्धुली बजारमा पनि घडेरी छ भन्ने कुरा छ उहाँको श्रीमान चाहिँ दुबई जानु भएको छ र उहाँका दुईवटा छोरा पनि हुनुहुन्छ सुकुम्बासीमा नाम चढाउन जानु दिदी तपाईलाई राहत दिन्छ सरकारले अर्को दिदी यहाँ हेर्नु न सुकुम्बासी र हुकुम्बासीको परिभाषा दिदै हुनुहुन्छ मेरो छोरी डाक्टर हैन मैले पढाएँ मैले भाडा मोलेर पढाएँ कुचो लाएर पढाएँ दुनिया दुःख गरेँ हैन भत्काको थिएन र मेरो छोरा छोरी मैले डाक्टर इन्जिनियर पढाएर अहिले मेरो छोरी गाडी चढेर हिँड्नु भने मेरो छोरी त सुकुम्बासी हो नि त अहिले मेरो छोरी गाडी चढेर हिँड्नु भने मेरो छोरी त सुकुम्बासी हो नि त जन्मेको यहाँ हुर्केको यहाँ सृष्टि गरेको यहाँ आमा सुकुम्बासी के भन्छ त्यसलाई त हुकुम्बासी भन्छ हुकुम्बासी नै भन्छ दिदी हो तपाईले दुःख गर्नुभयो छोराछोरी पढाउनु भयो ठुलो त्याग तपस्या गर्नुभयो यो तपाईको महानता हो तर तपाईको केही नहुँदा सरकारको जग्गामा सुकुम्बासी भएर बस्नुभयो तर अब तपाई आफै सक्षम हुनुभयो कमाउनु भयो अब त त्यो ठाउँ छोड्नु पर्यो नि त दिदी सुकुम्बासी भनेको वंश हैन त त्यो त गरिबी अवस्थाको लागि राहत हो आफूसँग जग्गा जमिन छ भने छोड्नु पर्छ तपाई एकपटक सुकुम्बासी भए भन्दैमा सधैँभरि सुकुम्बासी नै हुनुपर्छ भन्ने छैन कारमा चढ्ने घर जग्गा जोड्ने अनि म गरिब सुकुम्बासी भन्न लाज हुँदैन हामीलाई यहाँ सुन्दै त लाज भइसक्यो डाक्टर इन्जिनियरको परिवार नै सुकुम्बासी हौ भन्छन् झन् हामी झतेहरु त बोरा ओछ्याएर बसे भइगयो नि बालेन सरकारले सुकुम्बासी बस्ती खाली गर्न थालेपछि बालेन सरकार ढाल्ने गरी सडकमा आन्दोलन गर्न माओवादी नेता गोपाल किराँतीले आह्वान गर्नु भएछ खास कुरा के हो भने खिएर सकिँदै गरेको माओवादीलाई आन्दोलन गर्ने जनता कार्यकर्ता छैनन् त्यहीबाट लगेर यसो इज्जत जोगाउन पाएको थिए अब त्यही पनि सकियो त्यही भएर मुट्टु पोलेको छ हैन त दाजु कि कसो के हो ए त्यस्तो त कुरो नगरौँ हजुर अहिले माओवादी आउँछ ल मान्छे चाहियो भने उठाउँ पैसा लिएर लाने कुरा नि गर्दैन हैन ठुलो बडा मान्छेले भेट्ला पैसाहरू हैन त्यो ठुलो मान्छेले भेट्छ ल जाम भन्छ अब कस्तो भने ल एक घरबाट एकजना जाम हो त रहेछ त अनि हैन हामी तपाईहरुको पीडा बुझ्छौं तर अरु कुरा जेसुकै भए पनि हामीले एन्च्याल काण्ड सँगसँगै यति काण्ड चाहिँ बिर्सिनु हुँदैन फेरि नहीं सुधरेगा रे बाबा तू नहीं सुधरेगा आजको भिडियो अन्त्य भयो ए भगवान आजको भिडियो अन्त्य आइसकेको छ र नराम्रै भनौँ सुकुम्बासी भनेर अमिरहरू बसिरहेको 3-4 तोला सुन लाएर